नमस्कार, म निमा लामा योल्मो नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद सचिवालयको सङ्घीय अध्यक्ष। नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद सचिवालयको आयोजनामा यही साउन 24 गते आइतबार अगस्त 9 का दिन काठमाडौँको खुल्ला मञ्चमा आयोजना हुन गइरहेको 32औं विश्व आदिवासी दिवस भव्यताका साथ मनाउन तपाईँ हामी सबै आफ्नो जातीय वेशभूषामा सांस्कृतिक झाँकी र्याली सहित उपस्थितिको लागि सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक अपिल गर्दछु। देशभरिका विभिन्न जातीय समुदायको सांस्कृतिक झाँकी, आदिवासी जनजातिहरूको परम्परागत खानाका परिकार सहितको स्टलहरू, राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिका साथ विविधताको उत्सव 32औं विश्व आदिवासी दिवस भव्यताका साथ सफल पारौं। जय आदिवासी।